हिजोको आन्दोलनको रापताप सेलाउँदै गए, उत्पीडितहरूको मर्ममाथि षड्यन्त्र बढ्दै गयो। हिजो भत्काइएका मान्यताहरू बल्झिन थाले, तोडिएका शालिगहरू पुनर्जीवित हुन थाले र प्रचण्ड सरकारले निर्णय गर्यो पुस 27 मा सार्वजनिक बिदा। हामीलाई पढाइएको इतिहास के जनताको आँखाबाट लेखिएको थियो? हामीलाई घोकाइएको पाठ्यक्रममाथि के कुनै प्रश्न उठाउनु पर्दैन? को हुन् पृथ्वीनारायण शाह? के हो एकीकरण? के हो दिव्य उपदेश? के हो यसको वैधानिकता? कसले लेख्यो यो इतिहास? कसको आँखाबाट लेखियो यो इतिहास? सत्ता समीकरणसँग सट्टापट्टा गरेर उत्पीडित राष्ट्रहरूको आन्दोलनलाई थप कमजोर बनाएर बल्झाइएका प्रश्नहरू यिनै हुन्। मुख्य कुरा इतिहासलाई कसरी हेर्ने भन्ने नै हो। आजसम्म हामीले पढेको इतिहास शासकको निगाहबाट बक्सिस पाएर लेखिएको इतिहास हो। जितेकाहरूले लेखेको इतिहास हो। शासकहरूले विद्वान लगाएर आफ्नो तर्फबाट लेखेको इतिहासलाई हामीले नतमस्तक भएर मानिरहनु आवश्यक छैन। हामी जनताको आँखाबाट, उत्पीडितहरूको आँखाबाट, हारेकाहरूको आँखाबाट पृथ्वीनारायण शाहलाई हेर्न चाहन्छौँ। पृथ्वीनारायण शाहले असली हिन्दुस्तान निर्माण गर्ने भनेर राज्य विस्तारको थालना गरेका थिए। असली हिन्दुस्तान निर्माण गर्ने भनेपछि स्वतः आउँछ अन्य धर्महरूमाथि दमनको प्रक्रिया। पूर्वका किराँतहरूमाथि दमन भयो, उनीहरूको संस्कृति भाषामाथि बलात् हस्तक्षेप भयो र आजसम्म आइपुग्दा संस्कृतिकै ध्वंसीकरण हुन पुगेको छ। मैले गाईको मासु खाँदिनँ त्यसकारण तँ पनि नखा भन्न मिल्छ? यस्तै बर्बाद भयो तामाङहरूको जीवन, बर्बाद भयो सम्पूर्ण आदिवासी मूलवासीहरूको जीवन। एकपटक हारेका हिटलरको इतिहासबाट विषयलाई पर्गेल्ने प्रयत्न गरौँ। आर्यन सभ्यता र नाजी राष्ट्रवादका पक्षपाती हिटलरले जर्मन विस्तार गर्ने क्रममा 60 लाख यहुदीहरूको नरसंहार गरे। मानिलिउँ दोस्रो विश्वयुद्ध जर्मनले जित्थ्यो भने हिटलरको नाम विश्व एकीकरणकर्ता भनेर दर्ज गर्नु यहुदी समुदायको क्षतिबाट पर्गेल्दा कति न्यायोचित हुन्थ्यो होला त? त्यसरी नै असल हिन्दुस्तान बनाउने राज्य विस्तारको यात्रा कसरी गैर हिन्दूका लागि एकीकरण हुन्छ? अब आउँछन् संसारभरि बल प्रयोग गरेरै एकीकरण हुन्थ्यो भन्ने जस्ता तर्क। संसारभरि महिलाहरू उत्पीडित छन्, के महिला उत्पीडन ठिक छ त? ब्रिटिस साम्राज्यले व्यापारको नाममा भारत छिरेर 200 वर्षसम्म त्यहाँको स्रोत साधनहरू लुट्यो र त्यहाँका गरिखाने वर्गमाथि क्रूर उपनिवेश लाद्यो। के भारतीयहरूले ब्रिटिस साम्राज्यवादलाई एकीकरणको भाष्यबाट हेर्न सम्भव छ त? त्यसैले संसारभरि राज्य विस्तार त्यसरी नै हुन्थ्यो भनेर जबरजस्ती गरेको हस्तक्षेप ठिक हुन सक्दैन। त्यसो त संसारमा सबैतिर एकीकरण बलजफ्ती भएका पनि होइनन्। अहिलेको संयुक्त राज्य अमेरिका, विघटित भएको सोभियत सङ्घ दुवै नै आवश्यकता र छलफलद्वारा एकीकृत भएका थिए। बल प्रयोग गरेर राज्य विस्तार हुन्छ तर एकीकरण हुँदैन। नेपालभित्र अनेक राष्ट्रियताहरू थिए, उनीहरूको आफ्नै संस्कृति, भाषा, चालचलन थियो। ती सबैको न्यायोचित सम्मान गर्दै गरेको विस्तार पो एकीकरण हुन्थ्यो त? सबैमाथि बलात् हस्तक्षेप र दमन गर्दै जबरजस्ती एउटा धर्म, एउटै भाषा, एउटै भेष, एकै सम्प्रदायका मानिसको संस्कृति सुनियोजित लाद्ने प्रक्रिया एकीकरण हुन्छ कि औपनिवेशीकरण? अब अर्को तर्क आउँछ, अङ्ग्रेजले नेपाललाई खान्थ्यो नि त? मैले सुरुमै भनेको थिएँ, मूल कुरा इतिहासलाई कसको आँखाबाट हेर्ने भन्ने हो। एउटा तामसालिङको तामाङ, भेरीपारीका जनता, नेपाल मण्डलको नेवार समुदायको आँखाबाट हेर्दा पृथ्वीनारायण शाह र अङ्ग्रेजहरूमा के कति फरक होला? पृथ्वीनारायणको राज्यले के उनीहरूको संस्कृति जोगायो? भाषा जोगाउने प्रयत्न गर्यो? झन् मासिन्या मदवाली बनाएर झारा जाँदा पनि खाजा नदिएर निरन्तर लुट र दमन मचायो। मधेसको जनतालाई नेपाली नगर्ने बनायो। मरेको गोरु खाँदा समेत जेल जान बाध्य बनायो। सुदूरपश्चिमका महिलाहरूलाई 150 को दरले बनारसमा लगेर बेच्यो। कीर्तिपुरका जनताको नाक कान काट्यो, बेइज्जत गर्यो। उनीहरूको आँखाबाट अङ्ग्रेज र पृथ्वीनारायण जसले कब्जा गरे पनि कति फरक पर्यो त? फेरि अर्को तर्क आउँछ, त्यसो भए फेरि 22-24 राज्य बनायो भयो त? एकीकरण थिएन भने अब फेरि पनि टुक्राउनु त? अर्थात् सत्ताले आफू र आफ्नो वर्गको राज चलाउन निर्माण गरेको सबै भाष्यहरू आजको समयमा पनि उत्पीडितहरूले जस्ताको तस्तै अनुसरण गरिदिनुपर्ने हो त? उत्पीडित राष्ट्रहरूले विभिन्न आन्दोलनहरूद्वारा आफ्ना आवाजहरू एकीकृत गर्दै दमनकारी राज्य सत्ता विरुद्ध धावा बोले। हिजो हाम्रा जमिन, भाषा, वेशभूषा, लिपि, संस्कृतिमाथि दमन गरिएको अँध्यारो इतिहास भए तापनि हामी हाम्रो पहिचानको अधिकार सहित यही देशमा बस्छौँ। कानुन त आफ्ना अधिकारका लडाइँहरू निरन्तर अघि बढाउँछौँ, तर हाम्रो इतिहास नामेट पार्नेलाई, पुर्खामाथि अन्याय गर्नेलाई, हाम्रो संस्कृति सिद्ध्याउनेलाई हामी राष्ट्रिय एकताको प्रतीक मान्दैनौँ। एउटा सामन्ती राजा मात्रै मान्छौँ भन्न किन नपाउने? नेपालका कुनै पनि राष्ट्रियताले हामी छुट्टै बस्छौँ भनेका छैनन्, तर आफ्नो पहिचान, संस्कृति र इतिहासको सम्मान हुनु पर्यो भन्ने विषय नै आन्दोलनको मुख्य मुद्दा मानेको देखिन्छ। पृथ्वीनारायण शाहको महिमा मण्डन पञ्चायत लगत्तै महेन्द्रीय राष्ट्रवादको उभारसँगै बेस्सरी चर्काइँदै लग्यो। पञ्चायतले योजनाबद्ध रूपमा पृथ्वीनारायणबारे भ्रम सिर्जना गर्यो। पृथ्वीनारायणको दिव्य उपदेश पनि विवादित छ। सुरुमा बाबुराम आचार्यले त्यो पाण्डुलिपिको प्रतिलाई पृथ्वीनारायण शाहको व्याख्यान भनी काम चलाए। पछि नरहरिनाथले दिव्य उपदेश भने। अहिलेसम्म आइपुग्दा त्यो श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाहदेवको स्वर्णिम दिव्य उपदेश बन्यो।
त्यसको एउटा वाक्यांश, यो राज्य दुई ढुङ्गा बीचको तरुल जस्तो रहेछ। चीन बादशाहसँग ठुलो दाहा राख्नु, दक्षिणको समुद्रको बादशाहसित दाहा त राख्नु, तर त्यो महाचतुर छ। उनको समयमा नेपालको सिमाना 6वटा राज्यसँग जोडिएको देखिन्छ। 6वटा राज्यसँग सिमाना जोडिएको देशलाई कसरी दुई ढुङ्गा बीचको तरुल भन्न सकिन्छ? त्यति बेला भारत पनि एउटा सिङ्गै राज्य थिएन, एउटा सिङ्गो देश भइसकेको थिएन। तिब्बतमाथि चीनको खासै नियन्त्रण पनि थिएन। एकाएक पञ्चायतकालीन नेपालको चित्र जतिखेर बल्ल भारत र चीन अस्तित्वमा आइसकेका थिए, त्यो समयभन्दा अगाडि नै उनले नेपाललाई दुई ढुङ्गा बीचको तरुल कसरी भने? यस्ता भाष्यहरू कसका अनुभूतिबाट निर्माण गरियो? त्यसकारण दिव्योपदेश पूर्ण रूपमा पृथ्वीनारायणले भनेको हो कि होइन, कति तोडमोड भयो भन्ने कुरामै आशंका छ। पृथ्वीनारायण शाह महान थिए भनेर गरिएको प्रचार शासकहरूले आफ्नो वंश र व्यवस्था अझ विस्तृत रूपमा भन्दा हिन्दू उच्च जातीय पहाडीय राष्ट्रवादको विस्तारको निम्ति गरिएको ढुङ्गी प्रचार सिवाय अरू केही थिएन। र पृथ्वीनारायण शाह एउटा खास सम्प्रदायको खास धर्मको अहङ्कार बोकेका सामान्य सामन्ती राजा थिए। उनलाई एकताको प्रतीक मान्ने हो भने इतिहासमा हारेकाहरू सबै गलत थिए भन्नुपर्ने हुन्छ। हजारौं वर्षसम्म निर्मित बौद्धिक एवं भौतिक सम्पदाहरू जुन विजेताहरूले ध्वंस गरे त्यो प्रक्रियालाई पनि एकता मान्नुपर्ने हुन्छ। के गणतान्त्रिक नेपालसम्मको यात्रामा आइपुग्दा पनि उत्पीडितहरूले आफ्नो इतिहासमाथि निर्मम दमन गरेका शासकलाई राष्ट्रिय एकीकरणकर्ताकै रूपमा सम्झिनुपर्ने हो? होइन भने यो सत्ताले किन पौष 27 गते बिदा दिने निर्णय गर्यो? केवल सत्ताको भर्याङ बनाउन शासकवर्ग रिजाउने यो निर्णय समग्र उत्पीडितहरूको बलिदानी र आन्दोलनको अपहेलना हो र एउटा प्रतिगमनकारी पाइला हो। सत्ताले त आफ्नो असली नियत देखायो, विषय पुनः उत्पीडित न्यायप्रेमी जनताहरूको माझ आएको छ। सत्ताको भाष्य ढाल्न प्रयत्न गर्ने हो कि यहीँ रुमलिएर बस्ने?